एक छाक खुवाउन नसक्ने सरकारले 4 आना जग्गा दिन्छु भनेर किन हुकुमवासी हुँदा छाप्रा मुनिको माटो कोपरेर खाने गरेका थियौ कि तिमीलाई नेपाल सरकारले जमानादेखिको त दाना पानी भरिरहेको थियो कि कुनै विदेशी एजेन्ट र डलरको वर्षा भइरहेको थियो हो? एक छाक खुवाउन नसक्ने सरकारले 4 आना जग्गा दिन्छु भनेर भाषण ठोक्ने अरेल तिमीहरूको हात खुट्टा सधैँ छ त 35 दिन 1 महिना बढी भइसक्यो त काम गरेर खान सक्छौ त पहिला कसरी खाथ्यौ त्यसरी नै खाउ न काम गरेर सिप गरेर हामीले तिरेको ट्याक्स हामीले तिरेको कर चाहिँ तिमीहरूको लागि हात बाँधी बाँधी सुती सुती बसी बसीकै खानालाई हामीले तिरेको कर हो देश विकास गर्न र देशलाई चाहिँ अर्को लेभलमा लानको लागि हामीले तिरेको कर हैन सरकारले त बस्ने ठाउँ व्यवस्थापन गर्न अस्थायी रूपमा अहिले थायी रूपमा दीर्घकालीन रूपमा को कर लाएछ त दाना पानी भर्न पनि तिमीहरूको लागि सधैँ तलब भर्न दाना पानी भर्न भात दिनलाई तरकारी दिनलाई खानेकुरा दिनलाई के सरकारले कर लाएछ हामीले तिरेको ट्याक्स तिमीहरूको लागि खाएर हग्नको लागि हो यसरी हात खुट्टा सर्लक्कै छ त हल्लाइरहेको छौ त शरीर सबै सर्लक्क छ त काम गर न एउटा इलम गर न ज्यामी काम गर्यो भने नि अहिले 1500 ज्याला छ त मजाले पालिन सक्छ त अझ बचत पनि गर्न सक्छ त यति पनि सोच्न सक्दैन